यस्तो चाहिँ स्पोकी पाइप पाएन यहाँ गणेश दाइकोमा नि है। यहाँ चाहिँ भेट्यो हान्दिने हो क्या मामा अगाडि तेल पनि छैन गाइस। फर्म छ हेलमेटको फर्महरू यता थपिन्छ है। सो व्हाट्स अप गाइज, वेलकम टु माई ब्लग है। आज चाहिँ पानी पर्ला जस्तो भएको छ अनि हामी चाहिँ आज कहाँ जान्ला त भन्दाखेरि टेकुतिर जान्लाको अलिअलि काम छ टेकुमा है। त्यही भएर म चाहिँ अब यहाँबाट सिम्सन भाइको घरतिर चल्दिस अनि त्यसलाई लिएर टेकुतिर जानुपर्ने हुन्छ। के हो बास बाइकमा त तेल त टन्नै देखाउँछ त गाइज। के हो केस यो चाहिँ उकालो भएर त देखायो, धेरै तेल चाहिँ छैन बाइकमा। आज चाहिँ पानी पर्ला जस्तो भएको छ। त्यहाँ मेरो नम्बर प्लेटहरू पनि अलिअलि खुइरहेको थियो अनि बाइकमा मिल्यो भने सानो टप नै हाल्ने भनेको। त्यही भएर अनि सिम्सन भाइको नि खै के लिन जानुपर्छ भन्दै थियो त्यहाँ टेकुमा। अनि त्यही भएर हामी चाहिँ टेकुतिर जान लागेको हो है। अब हेरौँ के हुन्छ त्यहाँ गएर के लिन्छ। मेन चाहिँ त्यो नम्बर प्लेट हाल्नु पर्ने थियो टेकुमा मेरो। अनि सिम्सन भाइको नि त्यो सानतिनो सामानहरू के लिन जानुपर्छ भन्दै थियो। त्यही भएर अनि गइदिउँ भनेर हिँडेको है। आज कन्टेन्ट चाहिँ त्यही हो, अब बाटोमा के भेटिन्छ हेरौँ है। अहिले चाहिँ अब सिम्सन भाइको घर जानुपर्ने हुन्छ एक लट, त्यसलाई त्यहाँबाट उठाएर चल्दिस अफरोड गइदिउँ है। अब आज चाहिँ अफरोडबाट जानुपर्ने हुन्छ। ओ खाल्डो रहेछ यहाँ, हामी चाहिँ अफरोड उठेर जान्छौँ स्वेटर लाएर। पानी पऱ्यो भने चाहिँ बिजोगी हुन्छ है गाइज। पानीले चाहिँ ल्याङ्गर जस्तो छ होइन, ठुलै परेको थियो। अब के छ उतातिर त परिरहेको जस्तो नि छ। अब त्यो चाहिँ अहिले एकछिनमा थाहा हुन्छ है। पानी पऱ्यो भने चाहिँ बिजोग हुन्छ ब्लकको, फेरि पानी चाहिँ नपर्दोस्, अरू त ठिकै छ। अब यहाँबाट चाहिँ हामी सिम्सन भाइको घर जानुपर्ने हुन्छ अनि त्यसलाई लिएर टेकुतिर चल्दैस। सिम्सन भाइको घर चाहिँ अगाडि है, धेरै टाढा छैन। मैले चाहिँ यो घामले यो हात डढ्ला भनेर यो स्लिप्स लाएर हिँडेको थिएँ, तर घाम चाहिँ लायो होइन। घाम लाग्यो भने चाहिँ प्रोटेक्सन हुन्छ भनेर है। हो हात त कालै छ, त्यही नि अलिअलि जोगाउँ न भनेर हो। अब सिम्सन भाइको घर चाहिँ हामी आइपुग्न लाग्यौँ गाइज। सिम्सन भाइको घर चाहिँ आइसक्यो भने नि हुन्छ। त्यहाँबाट चाहिँ त्यसलाई लिएर चल्दैस। त्यो चाहिँ घरमै होला है, त्यसले लुगा नलाइ बसिरह होला मलाई थाहा छ। त्यसले मलाई फिक्स कुराउनु लाउँछ। त्यही भएर म चाहिँ अब त्यसकै घरमाथि जानुपर्छ जस्तो छ गाइज। अब चाहिँ हामी जानुपर्ने हुन्छ। यो हल्लु बल्ल रेडी भयो, यसले आधा घन्टा लगाइदिएर रेडी हुनु। अब यहाँ पानीले हामीलाई ल्याङ गऱ्यो भने चाहिँ टेन्सन हुन्छ है। यसको घर चाहिँ फेरि स्विमिङ पुल सबै है। रिच किडो फेरि 3 करोड 4 करोडको घर छ उसको, सक्छ। अब चाहिँ हामी आएर टेकुतिर चल्दैस। यो चाहिँ अब काम गर्न जान्ला जाऊ, खेत गोडेर हुन्छ, खेत गोड्न जान्ला है गाइस। यो खेत गोडेर आउँछ। यसो तेल हेरौँ न कति छ। तेल पनि छैन गाइस, म त भिखारी भइसकेँ है बाइक किनेदेखि। बाइकले ल्याङ छ, अलिअलि त छ तेल, धेरै छैन, हल्का। त्यसलाई धेरै भन्न मिल्दैन। कति लाइन देखाउँछ हेरौँ है त। सिधामा चाहिँ एक्ज्याक्टली देखाउँछ क्या तेल, 3-4 लाइन रहेछ। ल ठिक छ, पुग्छ 4 लाइनले हामीलाई। चप्पल गाइदेखि यसको कर्तुदै चप्पल पुग्दो रहेछ। यो चाहिँ निस्किने बेला 800 को चप्पल है। 800 को चप्पल इज लभ्रे। मैले पनि चप्पल ल्याएर आएछु, पानी पर्ला भनेर फेरि भिजिन्छ नि त। अब हामी चाहिँ निस्किन पर्ने हुन्छ गाइस। यो हल्लुले चाहिँ ढोका लाउँदैछ गाइस। अब चाहिँ हामी जानुपर्ने हुन्छ टेकुतिर। जाडो रहेछ यार, ज्याकेट लाएर आउनुपर्ने रहेछ। म त घाम होला भनेर यो लाएर हिँडेँ, केही छैन। यो त सिम्सन भाइको डेरी हो है, कसैलाई केही चाहिएमा यहाँ आउँदा हुन्छ। प्रमोसन त म फेरि डेन्जर हानिदिन्छु नि। के हो केस कहाँ गाइस। यसको बाइक चाहिँ त्यहाँ बनाउनु छोडे है। तिम्रो बाइक नै हाइलाइटमा पारिदिउँ न त। के छ केस, खै त बाइक रेडी भइसक्यो अस्ता बाइक। के हो बाइक त लेटमा लगायो हो कि रेडी भइसक्यो? लेट लागिसक्यो। के यहीँ लाउँछ? होइन बाहिर लिएर गयो।
यिनीहरू चाँडै गर्छन् नि त्यही गाइज हिजो चाहिँ आगो लागेको थियो अरे तार त छल्याङ बल्याङ छ हिजो बत्ती गएको थियो नि यहीँ आगो लागेर होला हामी चाहिँ न्युट्रलमा जानुपर्ने हुन्छ डाटा त त्यस्तै हो नेपालको डाटा गाह्रो छ हामी चाहिँ न्युट्रलमा हिँड्दा छौँ है गाइज किन भन्दा तेल चाहिँ बचाउन पर्ने हुन्छ मौसम चाहिँ चिसो भएको छ है गरिबमा यत्तिको मौसम भएपछि चाहिँ आनन्द हुन्छ फेरि त्यही भएर कहाँबाट हो र हिजो त आइल पानी परेको थियो भने मलाई धन्न म बेलैमा घर आइहालेँ गाई आज चाहिँ राइडर देखिन्छ है होला नि त ग्याङ होला नि त राइडर अब चाहिँ स्टार्ट गर्नुपर्छ है गाइस यो भने चाहिँ तेल बचाउने जुगाड म त यहाँ कहिले स्टार्ट गर्दिनँ यार बाइक यत्रो मलाई 1-2 किलोमिटरै न्युट्रल पुग्छ कलङ्कीसम्मै लगिदिन्थेँ म त किन तेल सकाएर हेर नि तेल हेर न यहाँ लाइन हिजो 500 हाल्यो नि त मम्मीले 500 रुपियाँ दिएको थिएँ अनि त्यही भएर न त कहाँ म हिजो नि कहाँ डुल्यो अनि तेल पुग्छ त भने 2 लाइन थियो 2बाट 4 नयाँ बाइक आउँछ नि पुरानोको मैले गरेर यस्तो गर्ने हो क्या अर्कोको सबै फिट हानिदिने क्या ओहो जाम यहाँ चाहिँ कहिले खाली देख्न नपाउने भयो गाइस डेन्जर जाम छ अरू ठाउँमा त्यही अरू ठाउँमा जाम नभए नि यता चाहिँ टेन्सन छ पानी पर्नुभन्दा अगाडि टेकु पुगौँ भने पुगेला जस्तो चाहिँ लागेन गाइज मलाई मेनली जस्तो जामतिर पऱ्यो भने 1-2 गियर खेलाउनु पर्छ होइन त्यही भएर पनि अलिकति धेरै तेल खाने प्रब्लम हुन्छ क्या भाइयो भयो भने पो माइलेज टेस्ट भन्न पाइन्छ त त्यही नेपालको त फेरि जसको घर बनाउनु आयो नि बाटोमै हो नि त सिमेन्टी राख्ने त्यही त्यो धान चुडिदिन्छ नि होइन मैले नि देखाएको थिएँ गाह्रो छ नि नेपाली हो कलङ्कीमा जाम पर्ने होला एकछिन हामी चाहिँ त्यहाँ टेकुमा सानो टप्पा हाल्ने टेकुमा हाल्छौँ अब इनकेस पाएन भने चाहिँ यता ढुङ्गा अड्डानिर छ एउटा यही यामाहाकै त्यहाँनिर गएर हाल्नुपर्ने हुन्छ त्यस्तोमा चाहिँ सस्तोमा पाइन्छ भने सुनेको थिएँ उता सबै सकौँ अनि यता हाल्नुलाई यो त घरतिर त मतलब भएन नि यहाँ पानी छिटोन थाल्छ यसको चाहिँ कोन मेरिङ आएको छ होइन सिधा गुडाउँदा त ठिक हो गाइज यता उता ह्यान्डल मुडाउँदा चाहिँ कोन बेरिङले तान्छ म्याग्नेट ताने जस्तो त्यही भएर यो कन्ट्रोल गर्नु अलिकति गाह्रो छ कोन बेरिङ चाँडै फेर्नु पर्ने हुन्छ है पानी पऱ्यो भने चाहिँ अब झन्डै त्यो अङ्कलले त्यो खाल्डा टेकेर झन्डै नपल्टाइदिएर यार जाउँ खै किन अड्क्या हो यसरी अड्केर बसेर त भएन त गाइस यसरी अड्केर त कहिले पुग्नु ओहो 6 सेकेन्ड गाइस रातो बल्छी कस्तो घट्यो यतै जाउँ अब गाडीले यार छोडिदेऊ रिक्स नलिएर समायो भने यो गाडीले ल्याङ गऱ्यो नि त फेरि सिधै जाउँ भने ल्याङ हाल्ला बिलुका फेरि कलरले म्याटर गर्छ यहाँ यतैबाट 1 राउन्ड घुम्न पर्ने भयो गाइज हामी सेट रातो बत्तीले ल्याङ गऱ्यो पहिला रातो बल्ला थियो होइन अनि बल्ला थियो भने हरियो सेकेन्ड सकेर फेरि 7 सेकेन्ड थपिदिएर क्या तिमीले हेरेनौ त्यहाँ त्यही पनि गाइज स्क्याम हान्दै हामीलाई बत्तीले यो भने चाहिँ बत्ती स्क्याम हो अब फेरि यताबाट घुम्नुपर्छ तेल नभए बेला है दोहोरो काम गरिरहनु पर्ने क्या धेरै नै होस पुऱ्याउनुपर्छ गाइज मेन रोड हिँड्दा चाहिँ है लास्टै नै झ्याउ हुन्छ फेरि हामी चाहिँ 1 राउन्ड घुमेको अवस्था त्यहाँबाट सिधै आउँथ्यौँ हामी है तर लाइटले ल्याङ गऱ्यो त्यही कारणले चाहिँ 1 राउन्ड घुम्न पर्ने भयो क्या मामा अगाडि हिँडिरहनु भएको छ है अब यसले पनि पेलिदिने होला हामीलाई फेरि घाम लाग्यो त यार अनि यतिको घाम लाग्यो भने त अलिकति खुसी आउँछ यार पानी चाहिँ नपरोस् क्या त्यही जेसुकै होस् पानी चाहिँ नपरोस् पानीले चाहिँ ल्याङ गर्छ फेरि
चल्दैछ यहाँ चाहिँ फेरि डेन्जर बाटो काटिदिन्छ है गाह्रो बाटो कटाइ नै मर्द हुन्छ फेरि यता जेब्रा क्रसिङ माथि हुन्छ होइन मान्छेहरू चाहिँ तलबाट गर्छन् किन भन्दाखेरि नेपाललाई जेब्रा क्रसिङबाट क्रसै गर्न मन लाग्दैन रहेछ क्या बाटो त्यही कारणले चाहिँ नेपाली हो नि भने हो क्या म चाहिँ किनेदेखि 250 किलोमिटर जति गुडाइछु है धेरै गुडा छैन म कतै निस्क्यो भने त सकेसम्म भ्लग बनाइरहेको हुन्छु तर अहिले झ्याउ क्या यत्तिकै हिँड्नु र भ्लग बनाएर हिँड्नु अहिले झ्याउ हुन्छ त्यही भएर आज पनि बनाउँ कि नबनाउँ भइरहेको थियो फेरि बनाइदिउँ भनेर बनाइदिएँ बनाउनु त बनाउँछु गाई तर स्टकमा हुन्छ इडिट हाने झ्याउ लाग्छ क्या आइ नै भइरहेको हुन्छ नि दिउँसभरि पनि डुल्यो बस्यो त्यो या त तिमी हालिदिउ त्यहाँ ल है घाम लाग्यो यहाँ फेरि मौसमै डेन्जर हुन्छ काठमाडौँको त हो र त्यस्तै हो नेपालमा यो राष्ट्रपति यताउता किन नि तर आज अलिक खाली रहेछ बुझ्यो बाटो आज अलिक खाली रहेछ क्या बाटो अरू बेला कस्तो प्याक हुन्थ्यो त्यो त भइहाल्छ नि त्यो सातो बाटोतिर नि आनन्द छ बाटो अझै यो त एभरेज छ योसम्म उता त्यो स्वयम्भूतिरको बाटो जानुपर्छ अनि धुलो त्यस्तै जाम त्यस्तै गाडीहरू मुडन पाउँथेन होइन र यसरी गाडी मुडन पाउँदैन होइन र पाउँछ यहाँबाट अनि काट्न पाउन पनि मस्त काटेर हिँड्दैछ त काट्यो भन्दा नि यहाँबाट त काट्नै पाउँदैन नि बाटो जतिसम्म मलाई लाग्छ अब अरू त के हो थाहा भएन नेपाल हो अब जे गरे पनि पाइयो मामाको गाडी गर्नु भएन अब त ठिकै छ जाम खुल्यो गाइज अब हामी जानुपर्छ घाम पनि मिठो लाग्यो अनि ल ल ल हानिदिने हो क्या अब गाइज हामी चाहिँ उही गाइज हामी चाहिँ यताबाट राइटतिर लाग्नुपर्छ अझ कोही त हुन्छ नि अझ त्यो अब काटेसी साइलाइट बालिदिने होइन त्यो यस्तो क्या अनि हाने पनि दोष हुँदैन भनेर होला क्या के अगाडि बाल्यो भने हामीलाई अलर्ट हुन्छ नि त ठोक्दैछ नि हामीले त्यो प्रुफ देख्यो नि त उसले पहिला बालेको थिएन भनेर नभए त अब क्यामेरामा ऊ भएको छैन भने त थाहा नै हुन्न त्यही हामी चाहिँ यताबाट छिर्नुपर्ने हुन्छ गाइज यहाँबाट चाहिँ टेकुको पछाडितिर निस्किन्छ त्यहाँबाट चाहिँ नि आदित्य दाईको पसलमा रोक्नुपर्छ त्यहीँ नम्बर प्लेट हाल्नुपर्ने हुन्छ है गाह्रो यता त मिठो घाम लागिरहेको रहेछ ल ठिक छ पानीले नभिजाओस् क्या होइन धेरै गर्मी नहोस् यतिको मौसम ठिक छ क्या घाम पनि हेर नि तिम्रो पहेँलो भएन नि सेतो क्या मौसमै अर्कै भाइब्स आइरह क्या यताबाट चाहिँ राइट जानुपर्ने हुन्छ गाइज के ठाउँ चाहिँ छ नि यहाँ के सस्तोमा पाउँछ अझ हामीलाई त आधी त नलेजै छैन क्या टेकुमा हरिभरि ठाउँ छ गाइज कपल्स रे है के भयो यार हामी त खोला गरेर मर्नुपर्छ क्या हो है हाम्रो भाग्य मात्रै ल्याएको छैन क्या ढोका दिने झ्यालिदिने भइरहन्छ गाह्रो छ गाह्रो गाइस यता चाहिँ फर्म छ हेलमेटको फर्महरू यता थपिन्छ है आज चाहिँ आधी जति पसलै बन्द छ किन हो है शनिबार भएर होला सायद आदित्य आदि दाईको पसल चाहिँ खुल्ला कि छैन भन्ने यहाँ ढला मान्छे चाहिँ अस्ति नै बन्द थियो नि हामी आउँदा गाइस आदित्य दाईको पसल चाहिँ खुल्ले रहेछ हामी चाहिँ यता जानुपर्छ छैन यता अब चाहिँ हामी यहाँ लपक्क बाइक छिराउनु पर्छ है वेलकम टु माई भ्लग बाइक चाहिँ यहाँ छिराइदिउँ यता राखिदिनु पर्ने हुन्छ है के छ त्यस्तरी उभिसक्यो है गाइज यहाँ यस्तै टाख्नुपर्छ यहाँ चाहिँ टाख्ने काम भइरहेको छ हामी चाहिँ यसको सामान खोज्न जाँदैछौँ है टेकुतिर हल्का के अरे तिम्रो के लिनु अरे स्पोकी पाइप यस्तो चाहिँ स्पोकी पाइप रातोमा चाहियो अरे जस्तो कि यो रिङ छ नि यसमा अर्को हुन्छ त्यो रिङवाला त्यसमा चाहिँ पाइप हाल्नु मिल्छ क्या दामी हुन्छ है अब चाहिँ हामी त्यही खोज्न जाँदैछौँ
अपडेट दिँदै गरौँला बेला बेला यसो गाइज। यसको चाहिँ स्पोकी पाइप पाएन यहाँ गणेश दाइकोमा नि है। अब चाहिँ हामी कहाँ जान्छौँ अब यत्रो पुरा टेकु खोजिसक्यौँ हामीले, त्यही पाएको छैन है। खासमा अरू कलर छ, रातोमा रहन्छ, हामीलाई रातो पनि चाहिएको। अब चाहिँ हामी अपडेट दिँदै जान्छौँ दाइ चाहिँ यहाँ छन् है। हामी चाहिँ यहाँ भ्लग हान्दै हिँड्दा छौँ चट्ट, दाइ चाहिँ दौडिरहेछन् त्यहाँ थम्सअप दे। अब चाहिँ हामी सिधै आते दाइको बहाला भेटौँला गाइज। फाइनली खोज्दा खोज्दा यहाँ चाहिँ भेट्यो है रात स्पोकी बाइक। हामी चाहिँ यहाँ हम एन्डिङतिर है खोज्नुपर्छ, भेटिन्छ एन्डिङतिर आँखा फाइनली भेट्यो। अब कति भन्छौँ के हो, साइज मिलाएर टक्क लानु पर्ने हुन्छ। तर यो निकाल्न गाह्रो पऱ्यो अरे है। के काटेर ल्यायो? यो चाहिँ काटेर ल्याऊ रे, निकाल्नु चाहिँ गाह्रो परिरहेको छ। बल्ल बल्ल नम्बर निस्क्यो है, यो नम्बर निस्क्यो गाह्रो टक्कै नम्बर निस्केको थियो नि त्यहाँ काटिन्छ। सुदीप ब्रो रे नि त सरकारी नम्बर प्लेट बनाएर हिँड्नलाई है। के रातो हाल्नु, अब सेतो हालिदिउँ भनेको रातो हालिदिइहाल्यो। यसरी बन्दै नम्बर प्लेट चाहिँ नम्बर प्लेट नि भयो। अब यसलाई सुगाउनु पर्छ एकछिन, सुकेपछि अनि यो रेडी हुन्छ। प्लेट त फ्याँक भइसकेछ है, म चाहिँ यसलाई उकाइदिन्छु। ग्यान्डो भइसक्यो नम्बर प्लेट, यसलाई सर्लक्क उकाइदिएर अब विदाउट नम्बर प्लेट हिँड्ने हो क्या। खोलिदियो यो चाहिँ काट्टी भइसक्यो, यो रिप्लेसमेन्ट हुन्छ। अब चाहिँ यो हाल्नुपर्ने हुन्छ है, कट्ट लाएर यो निकालेर यहाँ यसरी टाँसिदिनुपर्छ। गर्ने बित्तिकै भाइरल हुन्छ क्या, तिमी हेर न फिक्स है। यसो नि भने पनि टाँस्ने, सुट ब्याएर पनि हेर टाँसेको छैन, अलिकति हल्का जस्तो देख्यो क्या। गाई यो साइड मिरर चाहिँ हेर्न पर्ने हुन्छ है, कस्तो रहेछ यो। कति रेसको यो 1500 वाला हो यो? ए अहिले अर्कै हुन्छ यो, यो त अर्कै रहेछ है। उयो छैन हामी हाले चाहिँ, हामीले हाल्ने त्यस्तो हो है गाई। यो कस्तो हो, कस्तो यो चाहिँ कसरी हाल्ने, यसको त अर्कै छ त यो। तल अर्को चाहिँ माथि, ए यसको चाहिँ 1500। ए यस्तरी अड्काउने हो नि, ब्लू नै हो कि के टाँसे हो? कुनमा हाल्ला ए मास्तिर फर्काउनु मिल्दैन चाहिँ उतापट्टि हाल्नु पऱ्यो। ए राम्रो देखिने चाहिँ ममा नाच्छौँ है। एकछिन ब्रेक, भन्नुले यहाँ ममा हाल्दैछ। अब चाहिँ अनि हामी यो स्ट्रिप यसको बाइक हाल्छौँ घर घर, यसको घर घर। त्यही हो, त्यसपछि हाम्रो भ्लग सकिन्छ ल है। मैले त थोरै हाल्छु, यही हो यति खाने। गाइस आज त्यो हाम्रो सिमसन भाइको बाइकमा स्पोकी पाइप हाल्ने काम चाहिँ रोकियो है। हामी चाहिँ यहाँ फेरि इन्द्रथानतिर आइदियो चिया खानलाई। भ्यू चाहिँ मक्खन छ यहाँको है, हामी आनन्दले यहाँ पिसमा भ्यू हेर्दै बसिरहेछौँ है। चट्ट यस्तरी जङ्गलको बिचमा। त्यही हो आजको लागि चाहिँ अब यति नै। फेरि भेटौँला नेक्स्ट भ्लगमा, अब के हुन्छ है गाइस। सो त्यही हो, बाई बाई, सी यू अन नेक्स्ट भिडियो।